Hi, hello and नमस्ते नमस्ते सबैलाई होलीको शुभकामना छ अनि आज चाहिँ हामी मुकबाङ गर्दैछौँ ममा अनि उहाँ हुनुहुन्छ आजी लेट्स स्टार्ट हाय हाय ल चटनी कस्तो रहेछ फर्स्ट बाइट मिठो भएछ ममा घरै बनाएको मिठो भयो अचार पनि मिठो भएछ त है प्रिया एकदम मिठो जुसी भयो जुसी भएछ ममा घरै बनाउने मिठो हुन्छ ममा घरै बनाएको सो एकदमै यम्मी भइरहेको छ मिठो जुसी जुसी भएछ है चटनी चाहिँ मैले बनाएको खतरा होइन मिठो भन्छ तिरोको आचार नि पकाउँदा पनि खाइहालेको नि चाखिहालेको चाख्ने बानी छ क्या साथी हो मेरो छोराछोरीलाई सम्झ्यो बेसरी एकदम मिस गरेछु छोरी कान्छी नानी रिवाज बुन्टुलाई दिदीहरू आएपछि फेरि मोमो बनाएर खाने एकदम मिस गरेछु बुहारी छोरा छोरीहरूलाई बेसरी सम्झेछु मोमो खाना मेरो चाहिँ यो मेल कोही हो सो अप्ठ्यारो भइरहेको छ हेर्न सक्नुहुन्छ चटनी चाहिँ खतरा भएछ टिमुर हालेपछि मिठो भयो भाइ मिठो भएछ चिकन मोमो आज होलीको स्पेसल दिनमा हामीले मोमो बनाएर खाएको उताको कतिको लगाइरहेछ होली हामीतिर त जुटो भएर होली खेलेनौँ पानी नै नल्याएको छोरी म पानी लिएर आइदिन्छु खाऊ मलाई भयो खानु न मलाई आगायो जुसी भएछ मोमो मिठो भएछ मिठो भएछ मोमो खानु न एउटा भयो भयो टन्न आगायो आगे नै खाएको मैले बनाउँदा चाखेको मिठो भएछ है प्रिया कति मिठो भइरहेछ मैले खाइदिएँ आगे नै खाएको आफै ल्याइदिउँ भयो अझै ल्याइदिउँ मामा लास्ट बाइट
मिठो भयो आज होलीको दिनमा रमाइलो गर्यो प्रिया र म मोमो खाएर घरै बनाएको मोमो मिठो लाग्यो हाम्रो छोटो मिठो मुकबाङ हजुरहरूलाई मन पर्यो नै होला आशा छ नेक्स्ट टाइम योभन्दा नि राम्रो कन्टेन्ट लिएर आउनेछु अहिलेको लागि बाई बाई सी यू इन द नेक्स्ट व्लग